हेलो एभ्रिवान, वेलकम ब्याक टु माई ब्लग सो मेरो रोशन ब्लगमा तपाईँहरूलाई स्वागत छ। अहिले गाई टक्कसँगले म फ्याक्ट्री पनि आइपुगेँ होइन। अनि फ्याक्ट्रीमा मायाहरूले चाहिँ बरफ बनाएको हुन्छ। तिनीहरूलाई त्यस्तो रिस उठिरहेको छ नि मलाई। माया चिकन रिस उठेर त्यसपछि मगा खालको एउटा कुल्फी झिकेर मैले खाइदिएँ, त्यो थिएन। अनि यो यस्तै हो गाई, हाम्रो फ्याक्ट्री चाहिँ यस्तो छ है। टक्केर काँक्रा खिचिदियो नि ठिक छ। यो भनेको चाहिँ हाम्रो बरफ टक्क बनाएर राख्ने फ्रिज हो। यहाँ चाहिँ बरफ राखिन्छ हामी होइन, देख्न सक्नुहुन्छ। यो महँगो खालको बरफ हो। यो चाहिँ मैले झिकेर एउटा खाइदिएँ। अनि किनकि त्यसले किन बरफ नबनाउनु। अनि यस्तै छ गाइज। अनि यो चाहिँ हाम्रो फ्याक्ट्री, यो ठुलो पलाइदेखि ठाउँमा बरफ बन्छ। अनि यो दुईवटा देखेको ठाउँमा चाहिँ, यो दुईवटामा चाहिँ बरफ राख्ने हो होइन। अनि यहाँ पनि बरफ हो, यहाँ चाहिँ आइस बस्छ होइन। अनि यस्तै छ गाइज फ्याक्ट्री। तपाईँहरूलाई फ्याक्ट्री देखाइहालेँ मैले। अनि हाम्रो फ्याक्ट्री बन्ने फर्महरू चाहिँ त्यही हो है। अनि पानी चाहिँ कुन लाउँछ भन्नुहुन्छ होला होइन। पानी चाहिँ सिधै कलको मोटरको पानी हुन्छ, एकचोटि त्यहाँ जालीमा छान्ने हो अनि गर्ने हो। यस्तै छ है गाइज। यहाँ सुत्नहरूलाई पनि सुत्छ एकजना साथी चाहिँ होइन, सुत्छ। फ्याक्ट्री सामने सुत्छ, जहाँ कामहरू बरफ सरफ नबनाए म त्यसलाई मलाई झुलायो त्यसो पनि म। अनि यहाँ चाहिँ टेन्ट पनि छ, यो घरको दाइहरूको टेन्ट चाहिए सम्पर्क गर्न सक्नुहुन्छ तपाईँहरूले। अनि यस्तो यस्तो ठेलाहरू छ यता। के अन्त अब म रिस उठिसक्यो। माया खातीहरूलाई आज बरफ नबनाएर यिनीहरूले गिद्दी गरेको किन नबनाउनु। अनि आज दिनभरि घाजेर गएन मेरो साइकल यो। अब चाहिँ यसलाई म टक्क खोल्छु होइन, खोल्छ सट्ट धुन्छु होइन धुएर। अनि यसलाई टक्क प्लास्टिकमा घाममा सुकाइदिन्छु। अनि हिजोको बरफ मैले राखेको थियो क्या फेरि चाहिँ भाउजूको घरमा अलिअलि, त्यो लान्छु बेच्छु। चिने छोरै छ के बेच्नु म त। त्यस्तै हो गाइज। अब म बरफ लोड गरेको भिडियो देखाउँछु तपाईँ हुन्छ टक्कसँगले म होइन। यो चाहिँ मोटरको पानी हो होइन। अब यसले टक्क म प्लास्टिक राख्छ स्याक्छ सब धुन्छु होइन। अनि देखाउँछु यता। फोहोर भन्ने चिज भन्छ हो, फोहोर भन्ने चिज कहाँ हुन्छ फोहोर। म नि खान्छु नि त। फोहोर चाहिँ हुँदैन गाइस होइन। कस्तो हुन्छ भने चाहिँ फुड कलरहरू यताउति चाहिँ हुन्छ होइन। अब खाने फुड कलर हो नि त। अब विष त हालिदिएर नि त हाम्रो रिस्क हुन्छ नि त। बरफ केही भइहाल्यो भने मान्छे किरा पऱ्यो भने त गाह्रो त हामीलाई हुन्छ नि त। त्यही भएर नि हामीले सफा गर्नु पऱ्यो नि त। अब के भएर बच्चाहरू बिरामी सिरामी हुन्छ होइन, हो त्यस्तोहरूलाई अलिक घाँस बेसी खाँदा राम्रो होइन। यसले पक्रिहाल्छ, चिसो हो होइन। अब यसले किरा भेटेर अब यो बाँसको यो सिन्का आएको छ्यासा अड्क्यो भने त्यो गाह्रो हुन्छ नि त। त्यही भएर चाहिँ अनि सबै सफा हुन्छ क्या, ओभर सफा हुन्छ। त्यही भएर त अनि बरफ सरफ पनि बेचिन्छ त नगाइस न कसरी बेच्नु भन्नु त। लगाइछ अब चाहिँ म प्लास्टिक हुन्छु है। बरफ पनि लोडिङ भइसकेको छ। अनि टक्कसँगले म पनि हिँड्न रेडी भइसकेको छु। अब साइकल यता छ है, टक्क जानुपर्ने छ। आज लास्टै ढिलो भइसकेको छ। लगाइछ म चाहिँ आज बरफ बेच्न सुरुमा चाहिँ युनिक बोर्डिङतिर जान्छु होला गाइज। फाइनल गाइज मैले त्यहाँ दाइलाई भेटेँ, दाइलाई फेरि बरफ दिइसकेँ। फ्री हो कि नि दाइ? फ्रीमा आयो। हाम्रो रोशन ब्लगलाई चाहिँ सबैले सपोर्ट गरिदिनु होइन। रोशन ब्लगको चाहिँ म फ्यान हो, टिकटकमा आइरहेको छ। दाइले के भन्नुभयो सुनिहाल्नु भयो होला होइन। दाइलाई चाहिँ मैले एउटा बरफ दिएको। अब दाइले चाहिँ अब सब्सक्राइब यताउति भनिदिइरहनु भएको छ। तपाईँहरूले सब्सक्राइब गरिदिनु होला। फुल ब्लग युट्युबमा आउँछ होइन दाइ। अब अरू पनि केही भन्ने कि दाइको 1.16 लाख नि भ्युज गएको रहेछ। 16 लाख छन् भ्युज गएको टिकटकहरू छ। नाम भनिदिनु त, फलो गरिदिनु। नाम भनिदिनु न। मेरो एकराज गिरी, एकराज अफिसियलमा गएर सबले फलो गरिदिनु। एकराज अफिसियलमा गएर हेर्न सक्नुहुन्छ। 1.6 मिलियन भ्युज गएको छ दाइकोमा होइन दाइ। अहिले चाहिँ प्याक पार्दै फ्याक्ट्रीबाट आएर पनि नगएको थिएँ। कहाँ भन्नु छ भने उता भाउजू हिजो राखेको थियो क्या बरफ, हिजो लास्टै घाडा भएको थियो। अनि आज चाहिँ कस्तो हुन्छ हेरौँ होइन। अनि लगेर भाउजूलाई एउटा 20 रुपियाँमा कुल्फी बेचेर अनि त्यो भाउजूकोबाट हिजोको बरफ ल्याएर भतिजाहरूलाई बरफ राखियो अलिअलि होइन खाइसक्यो। त्यो फ्रिजको रातभरि फ्रिज अन गरेको छ, त्यति राख्दैन तर राख्नु पुग्दैन नि त। त्यही भने पुग्नु पऱ्यो नि त गाइस। है घाट चाहिँ भगवान् अस्ति गाह्रो, साइकल फेरि अप्ठ्यारो छ। उता समात्दा गिर्दी गर्ने गाउँमा ब्लग त फुल गर्दा हिँड्दै जाओस् हिँड्दै जान्छ नि। यस्तै गाडी बाइक कुदिरहेको छ। अनि बच्चाबाट कुद्नु पर्ने, बिचबाट चाहिँ पछाडि लास्टै हान्दियो भने मलाई गाडीहरूले सपोर्ट गर्छ। त्यस्तै हो गाइस। हात दुख्छ गाइस। म तपाईँहरूलाई पर्तिर भेट्छु। एक हातले साइकल टोपी समातेर गर्दै गाइस। टक्कसँगले गाउँतिर एउटा भ्लग बनाइदिउँ न त भनेर के। यता छु यहाँतिर यो ठाउँ यताबाट आएको यो मान्छेघारी मुनि त मुस्कान चोकबाट आएको।
अनि गाइस एउटा कुरा चाहिँ मलाई खुसी लाग्छ क्या ऊ के छ ब्लगर भाइ अनि बरफ बेच्नु थालेछौ यसो किनिदिन्छु भने एक दुईवटा किनिदिनुहुन्छ क्या अनि त्यो खुसी लाग्छ ओहो यार ब्लगबाट मलाई धेरै फाइदा भएको रहेछ जस्तो लाग्छ अनि अनि कसैले भाइ यो ब्लगर हो ब्लगर हो ब्लग बनाउँछु बनाउँछु भने कति सब्सक्राइबर छ वही 100-150 भन्नु पनि लाज लाग्छ क्या होइन ए त्यति मात्रै सब्सक्राइबर छ यताउति भनिदिन्छ क्या भाइ तिम्रो त्यति रहेछ म गरिदिन्छु कसैले भन्दिनँ क्या ए त्यति के सब्सक्राइब मेरो यति छ उति छ भनिदिने पनि धेरै छ होइन ठिकै छ भन्नेले भनिराखोस् हाम्रो पनि पालो आउँछ दिन आउँछ भन्ने प्रतीक्षामै छु म चाहिँ कस्तो घाम लागिरहेछ फोनले चाहिँ कस्तो घामै देखाउँदैन रहेछ यस्तै ज्वरो कालो भइसक्यो कालो भएर पनि के गर्नु यस्तै जन्मेको यस्तै मरिन्छ हेर्नु नरिवलको बोट छ घर छैन त्यस्तै हो नि यहाँ आएको छु बरफ बेच्दै बुनुहरूले चाहिँ मेरो हरण बजाउँदैछ बरफ मिठो खान्छ नि बरफ मिठो छ खै त बजाएको म चाहिँ अब यो बोर्डिङ कतिखेर छुट्टी हुन्छ भनेर बसिरहेको खै त छुट्टी नै हुँदैन त 4 बजे हो क्या 4 बजे छुट्टी हो ट्याक्टक पार्दै म बोर्डिङबाट चाहिँ बरफ बेचेर आइसकेँ घर गएर खानाहरू गर्ने हुन्छ खाना खाने टाइम पाएको छैन मैले बिहान घर हिँडेको अनि खाजा खाएँ बिहान 8 बजी खाजा खाएको त्यहाँबाट खाएको छैन बरफ बेच्दै हिँड्नु पऱ्यो पुलिसहरू आउँदैछ एउटा हातले साइकल समातेको भन्ला नाचिक्ने त्यही पनि अब आफ्नो साइड हिँडेर के गर्दैन होला नि त बाधै भएन नि त्यसको साइकल त्यसको महत्त्व गरौँ होला मेरो साइकल मेरो महत्त्व जहाँ पनि कुदाउँछु जे पनि गर्छु नि त्यही हो गाइड यो अब एक हातले साइकल छ एक हातले फोन छ अनि के गर्नु धेरै बेर समात्नै सकिँदैन क्या टुक्रा 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 जोड्नुपर्छ एकछिन गलिहाल्छ साइकल अब एउटा हात गलिहाल्छ अनि चेन्ज गरेर हाल्नुपर्छ क्या त्यही भएर गाइड यस्तो छ गाडीहरू पनि छ ठुल्ठुलो एउटा आएर हालिन्छ भन्ने डर ओभर गाह्रो हुन्छ कतिर जाँदैछु म अनि हाम्रो त्यहाँ काठमाडौँहरूलाई पनि भेटेको थिएँ मैले क्यामेरा राम्रो नभएर चाहिँ देखाउँदैन अनि यो चाहिँ राम्रो कमाइ भएको थियो आज चाहिँ नयाँ खालको बरफ फेको फुटेर घाटा होला जस्तो छ त्यो पनि केही छैन कमाइ बरफ बेच्दै गर्दा होइन दुइटा मेरो भाइहरूलाई भेटिसकेको छु भाइहरूले चाहिँ बरफ किनेको नि पैसामै खाएको नि पैसामै खाएको भाइहरूले चाहिँ पैसामै बरफ किनेर खाइसक्यो होइन यो भाइलाई चाहिँ मैले धेरै पछि भेटेको लगभग 5-6 महिनै भइसक्यो होला अनि भाइले कता हिँड्यो तिमी ठ्याक्क भन त गर्लफ्रेन्ड भेट्न हिँडेको हो हो ल भाइहरू चाहिँ गर्लफ्रेन्ड भेट्न आएको कहाँ आएको भन नि त ल छिटो भेटेर आऊ ल ल भाइ ल है छ भाइहरूलाई पनि भेट्यो म पनि घरतिर गएर टक्क खानासाना खानुपर्ने भोकल जाने बेला भइसक्यो भाइले फेरि बरफ दिइसकेँ फेरि हो कि होइन फेरि हो होइन होइन जस्तो दिएको मैले चाहिँ यति पैसा लिएर बरफ बेचिसकेँ अनि त चाहिँ कहाँ हिँडेको डुल्नु आएको रहेछ यताउति अनि यता चाहिँ गाई मैले 30-40 रुपियाँ बेचेँ होला अब लगभग बरफ सकिसकेको छ आजलाई आज 2 बजिसक्यो होला अब चाहिँ मेरो घर गएर नैले गरिसकेर यसो जानुपर्ने हुन्छ भेट्नुलाई कम्प्युटर क्लास जानुपर्ने हुन्छ क्या रमाइलो गर्न ल भाइ एउटा कुरा सोचिहाल्यो नि तँलाई यता आइज नि यता आइज नि एउटा कुरा सोध्छु होइन तैँले ढाँटिस् भने होइन त बिरामी हुन्छस् नि फेरि ल तेरो गर्लफ्रेन्ड नाम भन्दा ढाँटी छ नि बिरामी हुन्छ अब त बिरामी हुन्छ त बिरामी हुन्छ गाई चरू अब यो बिरामी हुने भयो ल गाई अब गाउँतिर भिडियो यस्तै छ है गाउँ बनेको छ फुट्यो बर्फ भयो बरफ खोज्दै खानु बाबे खान्छ यतिखेर अब यिनीहरू बरफ खोज्दै खानु अब मैले एउटा खाइसकेँ छैन अब यिनीहरू बरफ खोज्दै खानु युट्युबमा आउँछ केटा भिडियो यस्तै अब केटा हेर तिमीहरू पनि बेच्न हिँड्छन् भन्दा मान्दैनस् अनि बेच्न जान्छस् कि सो गाइस यस्तै छ अनि हाम्रो घरमा चाहिँ 4टा बोका छ यो 2टा बोका अनि यसलाई दसैँको लागि यो हो त्यो गोडधुपको लागि अनि यसले चाहिँ पाउने काम गर्छ तिनीहरूले बिउ हाल्ने काम गर्छ होइन यस्तो छ गाइस अनि अब के गर्ने त अब टक्क नले गरिसक्ने अनि कम्प्युटर क्लास जाने अब ठिकै हो गाइस यस्तै भयो खा कति खान्छस् ल्याइदिएकै छ खा गाइस अब बरफ त बेच्यो नि त होइन
अब कति भयो कमाइ त्यो पनि देखाऊँ न त भिडियोमा म कति कमाउँछु 4-5 घन्टा वर्किङ काम गरेर भन्नुहुन्छ भने अब मैले 10 बजे काम गरेको पैसा चाहिँ यही हो होइन कति भयो ठ्याक्कै तपाईँहरूलाई म देखाउँछु गनेर अब यो बरफ बेचेको लोड गरेको सबै देखाइसकेपछि अब कमाइ पनि देखाउनु पऱ्यो नि त कमाइ पनि म टक्क तपाईँहरूलाई देखाउँछु हेर्न सक्नुहुन्छ यहीँ छ जति छ कति भयो म तपाईँहरूलाई देखाउँछु पक्नु है त जता जता पिरतीको बाटो थिचिदियो नि त टक्कसँगले होइन आजको मेरो सेल 5-4 घन्टाको यति नै हो अनि मेरो कमाइ चाहिँ यही हो आजको होइन यो चाहिँ साउले बुझाउने अनि यो यति आज कति भएछ भने चाहिँ म गनेर देखाइदिन्छु तपाईँलाई 1 2 3 4 5 600 700 छ लगभग 5-6 घन्टामा 5-6 घन्टा 4 घन्टा 5 घन्टामा चाहिँ 700 कमाएछ लगभग गाइज बरफबाट फाइदा हुने कमाइ हुने कति हो तपाईँहरूलाई जिज्ञासा थियो होइन त्यो जिज्ञासा चाहिँ तपाईँहरूलाई मैले भनिसकेँ ए है गाइज अनि कुन बलि बदलेर कति भयो जम्मा छु कम्प्युटर क्लास अनि कम्प्युटर क्लास जानुपर्ने छ आज भन्दा पनि कन्टिन्यू गइरहेको छु दिन गएको दिन कहिले कुन टाइम सरले चाहिँ मलाई कराउन पार्नुहुन्छ कहिले कुन टाइम एउटा टाइममा जानुभयो नि त जति बेला भ्याए त्यति बेला गइरहेको छ थाहा भयो भने चाहिँ कतै खाइन्छ होइन ओभर गाली खाइन्छ गाली त नमिठी भन्नुहुन्छ सरले त्यहाँदेखि केही छैन गाई हाम्रो गाउँ गाई म साथीहरूलाई भिडियो भइसक्यो भिडियो बनाएर साथीहरूलाई भेट्छु एकछिन कुरो गर्दै जाने हो ल गाई अहिले चाहिँ यति नै टक्क कहिले गएर हिँडिसक्यो दिनभरिको पसिना ससिना फाल्नु पऱ्यो नि त गाइज म कम्प्युटर क्लास गएर आइसकेँ होइन अब आएर घर आइसकेँ अब आजको भिडियोलाई चाहिँ व्यवस्थित हालिदिनु पर्ने हुन्छ होइन अनि सो तपाईँहरूलाई भिडियो कस्तो लाग्यो मन पर्यो कि मन परेन होइन भिडियोमा के मिलेन कहाँ के मिलाउनु पर्ने छ यो सबै कुरा तपाईँहरूले कमेन्ट बक्समा भनिदिनु सक्नुहुन्छ होइन मन पर्यो भने लाइक कमेन्ट सेयर पनि गर्न सक्नुहुन्छ हस्त धन्यवाद गाइज गरिदिनु होला गरिदिनु सक्नुहुन्छ होइन उहाँहरूको कुरो हो मैले जबरजस्ती भन्नु पनि मिलेन होइन गरिदिनुहोस् भन्ने मेरो चाहिँ धारणा हो होइन अब तपाईँहरू गरिदिनुहुन्छ हुँदैन चाहिँ तपाईँहरूको कुरो हो जबरजस्ती गर्नु पनि मिलेन नि त होइन गाइज अनि आज चाहिँ हाम्रो घरमा घाटै लाग्यो क्या घाटा भन्दा गिटी भएछ क्या यहाँ हेरी खोइ त के भइरहेछ यहाँ